Welcome to my channel. सो आज चाहिँ केमा भिडियो लिएर आइरहेको छु भने आज चाहिँ म वन्दे भारतमा आइरहेको छु जस चाहिँ तपाईँको वन्दे भारत दुईवटा छ एउटा पटना जाने चाहिँ एउटा गुवाहाटी जाने चाहिँ एनजेपीबाट सो तपाईँहरूलाई एनजेपीबाट म चाहिँ आज गुवाहाटीको वन्दे भारतमा छु सो गुवाहाटीको वन्दे भारतमा जो पनि कामाख्या मन्दिर जानुहुन्छ जस्तै अब गुवाहाटीको मन्दिरहरू छ मेन त कामाख्या मन्दिर यो वन्दे भारतमा तपाईँहरू चढ्नुभयो भने बिहान तपाईँको 6:10 यहाँबाट एनजेपीबाट हिँड्छ तपाईँको 11:45 तपाईँको कन्याकुमारीमा झर्दा पहिला गुवाहाटी झर्नु पर्दैन कन्याकुमारीमा कामाख्यामा झरेर तपाईँहरू माथि मन्दिर मन्दिर घुमेर यताउति मार्केट पनि गर्नु सक्नुहुन्छ यसबाट त्यहाँबाट फेरि वन्दे भारत 4:30 4:15 त्यो तपाईँको कामाख्या मन्दिरमा कामाख्यामा स्टेसनमा आयो त्यहाँबाट तपाईँहरू फेरि चढेर फेरि जाँदा पनि हुन्छ तपाईँलाई के गर्दा पनि हुन्छ त्यहाँबाट तपाईँहरू भोलिपल्ट आउँछु भन्दा पनि जो सिलगढीमा बस्ने बन्दोबस्त जसको छ उनीहरू बेलुका नै मन्दिर घुमेर फर्किनुको लागि इजी छ यो वन्दे भारत तपाईँ हेर्नुहुन्छ यो दरवाजा खोल्नु चाहिँ तपाईँले उयो त्यहाँ पट्याउनु पनि हुन्छ तर ऊ माथि एउटा सेन्सर लगाएको हुन्छ अटोमेटिक सेन्सरले खोलिन्छ यो चाहिँ तपाईँको सिसी सेयर कार एक्जिक्युटिभ कार होइन त्यो नर्मल कार हो त्यसमा तपाईँको फेयर पनि तपाईँको त्यो फेयर चाहिँ मलाई यादै भएन यो फेयर एकपल्ट 1000 एबभै होला 14-1500 होला सो तपाईँहरूलाई गुवाहाटी कामाख्या घुम्नु लागि यसो तपाईँलाई इजी छ खानाको बन्दोबस्त ब्रेकफास्टको बन्दोबस्त हुन्छ आउँदाखेरि जाँदाखेरि तपाईँहरूको स्न्याक्स र डिनरको पनि बन्दोबस्त हुन्छ यो ट्रेनमा सो बाई बाई तपाईँ पनि ट्राभल गर्नुहुन्छ भने आउनुहोस् वन्दे भारतमा